पर्छ के रे आफ्नो कर्तव्य अहिले पनि मैले देखेको छु 48 घण्टासम्म उहाँहरूले राम्रोसँग खाना खान पाउनु भएको छैन, दाल भात खान पाउनु भएको छैन, पानी खान पाउनु भएको छैन। तर पनि काम त गरिरहेको छ नि पुलिसले। त्यसगरी राज्यप्रतिको जिम्मेवारीमा प्रहरी हिजो पनि प्रतिबद्ध थियो, आज पनि छ। तर मैले अघि भनिहालेँ, तर कहिलेकाहीँ अब जस्तै ती सिपाहीको आवाज कसले बोल्दिने, जो भोकै लड्या छ र आज बयानको लागि धाइराख्नु पर्ने परिस्थिति आउँछ भने त्यसको आवाज कसले बोल्ने? आइजीले बोल्नु पर्यो नि। त्यस कारण मैले भनेकै कुरा के भने जलेका घरका भवनका भित्ताहरू रङले पोतिएका होलान्, तर सिपाहीको मनमा जुन कालो अझै पनि छ, डर अझै पनि छ, त्रास अझै पनि छ, त्यो कसरी त्यो रङ्गीन हुन सक्छ? अहिले पनि म भनिरहेको छु, आन्दोलनहरू विभिन्न टाइममा घोषणा भइरहेकै छन्। आन्दोलनहरू फेरि हुन न सक्छन्, हिंसात्मक हुन सक्छन्, तोडफोड र आन्दोलन तोडफोड त भइरहेका छन्। आइजी साहब, त्यसको लागि प्रहरी अब तयार छ कि छैन? फेरि अस्तिको जस्तै अवस्था आउने हो कि? त्यही त मैले भने पुलिस तयार छ, गर्नुपर्छ भन्ने छ, तर हामी पनि नीतिगत स्पष्टता खोजिरहेकै छौँ। अब तपाईँले नीतिगत स्पष्टतामा एकदमै जोड दिनुभयो। के चाहिएको छ बुदागत रूपमा भनिदिनुहोस्। होइन, मैले भने कानुन बमोजिमको अधिकार प्रयोग गर्दाखेरि, कानुन बमोजिमको ड्युटी पर्फर्म गर्दाखेरि